नेपालको इतिहासकै सायद सबैभन्दा चर्चित भ्रष्टाचार काण्डमध्ये एक, जहाँ सत्ता र शक्तिको दुरुपयोग गरेर आफ्नै नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै बेच्ने प्रयास भयो। आज हामी यही प्रकरणको भित्री पत्रहरू पल्टाउँदैछौँ। यो भनाइले नै यो काण्डको गहिराई देखाउँछ होइन त? यो कुनै सामान्य आक्रोश मात्र होइन, यो त सिधै देशको माथिल्लो तहबाट आफ्नै जनतामाथि भएको धोकाधडीको कथा हो। यहीँबाट सुरु हुन्छ यो सङ्गीन अपराधको नालीबेली। ल अब पहिलो खण्डमा जाउँ। आखिर यो अपराधको जड के थियो त? हेर्नुस्, यो कुनै सानोतिनो ठगी थिएन। यो त एउटा निकै नै सङ्गठित उच्चस्तरीय योजना थियो, जहाँ नेपाली नागरिकहरूलाई तिमीहरूलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छौँ भनेर सपना देखाइयो अनि उनीहरूबाट करोडौँ रुपियाँ असुलियो। 875 यो एउटा नम्बर मात्र होइन, यो त ती 875 जना नेपालीहरूको सङ्ख्या हो जसलाई यो गिरोहले नक्कली शरणार्थी बनाएर अमेरिका पठाउन खोजेको थियो। सोच्नुस् त, हरेक नम्बरको पछाडि एउटा परिवार छ, उनीहरूको सपना छ र त्यो सपनामाथि भएको भयानक धोका छ। अब दोस्रो खण्डमा लागौँ। आखिर को थिए त यो जालोमा? यहाँ हामी आरोपित र अनुसन्धानको दायरामा नआएका तर नाम जोडिएका शक्तिशाली पात्र दुवैको कुरा गर्नेछौँ। यो सूची हेर्नुस् त। पूर्व उपप्रधानमन्त्री टोप बहादुर राई माझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँड, पूर्व गृह सचिव टेकनारायण पाण्डे। नामहरू आफैमा ठूला छन्। यसले के देखाउँछ भने यो अपराधको जालो राज्यको कति माथिल्लो तहसम्म फैलिएको थियो। कोही अहिले हिरासतमा छन् त कोही प्रभावशाली व्यक्तिहरू धरौटीमा बाहिर आइसकेका छन्। तर के खेल यतिमै सीमित थियो त? यी नामहरूभन्दा पनि माथि को थियो? हो, यही प्रश्नले हामीलाई यो काण्डको सबैभन्दा डरलाग्दो र विस्फोटक पाटोतिर लैजान्छ। ती को हुन् जसको नाम त आयो तर अनुसन्धानको सुई उनीहरूसम्म कहिल्यै पुगेन? यहाँ हेर्नुस्, यी नामहरू पूर्व प्रधानमन्त्रीहरू केपी शर्मा ओली, शेरबहादुर देउवा, देउवाकी पत्नी आर्जु राणा देउवा अनि पूर्व गृहमन्त्री रामबहादुर थापा बादल र झन अचम्मको कुरा, भ्रष्टाचार छानबिन गर्ने निकाय अख्तियारका प्रमुख प्रेम कुमार राई। बयानमा अडियो रेकर्डमा जताततै यी नामहरू आए, तर विडम्बना के भयो भने उनीहरूमाथि कहिले पनि औपचारिक अनुसन्धान नै भएन। अब तेस्रो खण्ड। यो अपराधको योजना कसरी बुनियो? मतलब एउटा सरकारी प्रक्रियालाई नै कसरी अपराध गर्ने हतियार बनाइयो? आउनुहोस् यो बुझौँ। यो कथा सुरु हुन्छ 2019मा। भुटानी शरणार्थी नेता टेकनाथ रिजालले बाँकी रहेका शरणार्थीको समस्या सुल्झाउन आग्रह गरे। त्यसपछि सरकारले बालकृष्ण पन्थीको नेतृत्वमा एउटा कार्यदल बनायो। यहाँसम्म सबै ठिक थियो, तर खेल सुरु भयो जब त्यो कार्यदलको म्यान्डेटमा एउटा बुदा थपियो, दर्ता हुन छुटेका शरणार्थीको लगत तयार गर्ने। हो, यही सानो वाक्यांश नै यो पुरै घोटालाको जग बन्यो। त्यसपछि त के थियो? यही सरकारी कार्यदलको नाम बेचेर गिरोहले नेपाली नागरिकहरूबाट पैसा उठाउन थाल्यो। अनि यहाँ एउटा एकदमै महत्त्वपूर्ण कुरा के छ भने त्यो पन्थी नेतृत्वको सरकारी कार्यदलले त यी नयाँ मान्छेहरू सक्कली शरणार्थी होइनन् भनेर प्रष्ट निष्कर्ष निकालेको थियो। तर गिरोहले के गर्यो? उनीहरूले सरकारी रिपोर्टलाई एकातिर पन्छाएर आफ्नै नक्कली रिपोर्ट बनाए अनि त्यही देखाएर ठगीको धन्दा चलाइराखे। चौथो खण्ड र सायद सबैभन्दा गम्भीर खण्ड, शक्तिले अनुसन्धान कसरी रोक्यो? जब यत्रो ठूलो अपराधको पर्दाफास भयो, त्यसपछि कसरी राजनीतिक शक्ति प्रयोग गरेर अनुसन्धानलाई नै कमजोर पार्यो? अब त्यही राजनीतिक हस्तक्षेपको कुरा गरौँ। यो कुनै संयोग थिएन। हेर्नुस् त के भयो? अनुसन्धान गरिरहेका मुख्य प्रहरी अधिकृतहरूलाई अचानक सरुवा गरियो। मुचिएका दलहरू नै मिलेर नयाँ सरकार बनाए। एकजना मुख्य अभियुक्त धरौटीमा छुट्दा सरकारले माथिल्लो अदालतमा अपिल नै गरेन अनि अदालतको सुनवाई पटक पटक सारियो। यी सबै कदमहरूले के देखाउँछ भने यो अनुसन्धानलाई तुहाउन र ठूला माछाहरूलाई बचाउन सुनियोजित प्रयास भयो। यो तुलनाले त राजनीतिक प्रभाव कति रहेछ भन्ने कुरा छर्लङ्गै पार्छ। एकातिर पूर्व गृहमन्त्री बालकृष्ण खाँड जो उच्च अदालतबाट धरौटीमा रिहा भए र सरकारले त्यो निर्णय विरुद्ध सर्वोच्चमा अपिल गरेन, उनी अहिले स्वतन्त्र छन्। अर्कोतिर पूर्व उपप्रधानमन्त्री टोप बहादुर राई माझी जसको धरौटी अस्वीकृत भयो र उनी अझै थुनामा छन्। एउटै मुद्दामा दुई व्यक्तिलाई फरक कानुनी व्यवहार, यसले निकै गम्भीर प्रश्नहरू खडा गर्छ होइन र? अब यो घटनाक्रमलाई अझै ध्यान दिएर हेरौँ। 29 जुन 2024मा एकजना प्रमुख बिचौलिया बेचन झा पक्राउ परे। ठ्याक्कै त्यही दिन
शेरबहादुर देउबा, आर्जु राणा र केपी ओली बीच भेटघाट भयो र त्यसको 2 दिनमै 1 जुलाईमा कङ्ग्रेस एमालेको नयाँ गठबन्धन सरकार बन्यो। त्यसपछि के भयो? शरणार्थी प्रकरणको अनुसन्धान कमजोर हुँदै गयो। यो समयको संयोगले के देखाउँछ भने अनुसन्धानलाई आफ्नो नियन्त्रणमा राख्नकै लागि यो राजनीतिक फेरबदल भएको थियो कि? ल, अब अन्तिम खण्ड। यति सबै भइसकेपछि अब के हुन्छ त? यो मुद्दाको भविष्य के हो? वास्तविकता निकै निराशाजनक छ। यो मुद्दा अहिले कानुनी रूपमा अल्पत्र जस्तै छ। अदालतको सुनुवाई 26 पटकभन्दा बढी सरिसकेको छ, तर फैसलाको टुङ्गो छैन। अनि ती ठूला नेताहरू जसको नाम मुछिएको थियो उनीहरूमाथि थप अनुसन्धान त्यो त भएकै छैन। त्यसो भए अन्त्यमा एउटा प्रश्न बाँकी रहन्छ। के अब ती आरोपित शीर्ष नेताहरू पक्राउ पर्लान्? के नेपालको न्याय प्रणालीले सत्ता र शक्तिको यो पर्खाल तोडेर वास्तविक दोषीलाई कठघरामा उभ्याउन सक्ला? यो प्रश्नको जवाफ त अब आउने समयले नै बताउँला।